नमस्कार, म गिरिवान पुन पश्चिम सल्यानबाट। यति बेला म तपाईँहरू माझ एक हुलाकी दाइ सम्बन्धित लेख सुनाउन गइरहेको छु। सुनेर साथ दिनुहोला र अन्त्यमा कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला। हुलाकी दाइ सम्बन्धित लेख यसरी सुरु हुन्छ। मानौ बिहानको पहिलो घामसँगै एक हुलाकी दाइको यात्रा सुरु हुन्छ, जहाँ काँधमा हुलाकको झोला बोकेर गाउँको गोरेटो सहरका गल्ली गल्ली अनि प्रत्येक घरको घर दैलोसम्म पुग्छन्। उनी केवल चिठी बाँड्ने हुलाकी मात्र होइनन्, कसैको खुसी, कसैको आशा त कसैको प्रतीक्षाको खबर बोकेर हिँड्ने हुलाकी हुन्। कतै विदेशबाट आएको सन्देश हुन सक्छ, कतै वृद्ध आमा बुवाको लामो प्रतीक्षा, झन् अबको यो डिजिटल युगमा कतै विद्यार्थीको सपनाको खबर होला, कतै विदेश जान लागेका दाइको राहदानी, त कतै भविष्य बोकेको लाइसेन्स र सरकारी कागजातहरू। उनी ती सबै भावना, सपना र विश्वास बोकेर घर घरसम्म पुग्छन्। काम होस् या वर्षा, बाटो सजिलो होस् या कठिनता, जस्तो सुकै परिस्थितिमा पनि उनको पाइला कहिले रोकिन्न। किनकि उनलाई थाहा छ कसैले उनको प्रतीक्षा गरिरहेको छ। उनी जाँदा कसैको खुसी आइपुग्छ, कसैको सपना आइपुग्छ र कसैको भविष्य आइपुग्छ। तसर्थ उनलाई हुलाकी दाइ भनिन्छ, किनकि उनी मानिसलाई सेवा मात्र होइन, भावनाले जोड्ने एउटा भरोसा पनि त हुन्।